हेलो गाइस, आज पनि म मोमो नै पस्किन्दैछु हजुरहरुको सामने हो। म चाहिँ आज बिफको एउटा झोल मोमो छ, एउटा चाहिँ नर्मल स्टिम मोमो नै छ। मेरो यहाँ रेस्टुरेन्ट छ हस्पिटल डाँडामा, तपाईहरु पनि आउन सक्नुहुन्छ। फ्रेश मोमोहरु, थुक्पा, चाउमिन खाना सब एभाइलेबल छ मेरो बारमा। तपाईहरुलाई पनि वेलकम छ मेरो लिम्बू बारमा हो। त्यसरी बेल्नु पर्छ मोमो चाहिँ, एकदम स्पिडी बेल्नु पर्छ। होटलमा चाहिँ नत्र भने ढिलो भने क्यान्सल भनेर मान्छेहरु टाप हान्दिहाल्छ गाइस। अन्त एकदम छिटो बेल्यो। ल गाइस, फाइनली मोमो पनि अब मैले बेलिसके यहाँनिर। यसरी बेलेर छिटो बनाउनु पर्छ, नत्र भने कस्टमर टाप्सिङ हान्दिहाल्छ ढिलो भयो भनेर हो। गाइस, अब यो मोमो चाहिँ एउटा झोल मोमो र स्टिम मोमो। झोल मोमोको लागि चाहिँ झोलमा चाहिँ यस्तो डोलो खालको बनाउनु पर्छ हामीले हो। यो चाहिँ झोल मोमोको लागि झोल मोमोको लागि डोलोमा आउँछ 6 पिस मात्रै आउँछ झोल मोमोमा हो। अब स्टिम मोमोको लागि बनाउनु, यो झोल मोमोको लागि सजिलो भयो मेरो। अनि यो चाहिँ अब स्टिमको लागि डिजाइन अलग्गै दिनुपर्छ हो। स्टिममा चाहिँ यस्तो खालको बनाउनु पर्छ गाइस हो। मेरो मोमो चाहिँ पातला हुन्छ, तर अलिक मोटो भयो भने चाहिँ डिजाइन अलिक राम्रो जान्छ। मेरो चाहिँ पातला हुन्छ र चटक हुँदैन, किनकि टेस्टी चाहिँ हुन्छ मेरो मोमो चाहिँ एकदम। यो चाहिँ स्टिम मोमोको डिजाइन यस्तो हुन्छ गाइस हो। अन्त यो बटाएर यस्तो बनाउनु पर्छ हामीले। छिटो बटाउनु पर्यो, ढिलो भयो भने छिटो हुन्छ। अब यो स्टिम मोमो पनि बनाइसक्यो गाइस हो। एकदम मोमो चाहिँ हामीले छिटो बटाउनु पर्छ। यस्तै अब ब्रेड मोमो पनि भनिसक्यो हो। अब यो चाहिँ पाकोमा अब फाइनली मोमो पनि पाक्यो हाम्रो यहाँनिर हो। अन्त चाहिँ यो मोमो हाम्रो तातो फ्रेस मोमो लिम्बू बारमा हर कुरा हाम्रो फ्रेस नै एभाइलेबल छ। के साह्रो तातो भयो, पानी यसो गर्नुपर्छ अनि भइहाल्छ। है यो चाहिँ फिस स्टिम मोमो चाहिँ हो हाम्रो फ्रेस मोमो है। रोल चाहिँ रेडी बनायो हाम्रो सेफले। यसरी झोल मोमो चाहिँ हाम्रो लिम्बू घरमा सब फ्रेस हो।